हेलो, नमस्कार साथीहरू। सन्चै हुनुहुन्छ? आइ एम अल्सो फाइन। आज मेरो यो फर्स्ट टाइम हो। अहिलेको हालको यो भनौँ हालको यो कोरोनाको परिस्थिति स्थिति त सायद तपाईँहरूलाई थाहा नै होला। जतासुकै त्रासदीपूर्ण वातावरण छ। अहिले चाहिँ म यो अहिले फुर्सदको समय भनौँ सरी फर्स्ट टाइम हो भिडियो है। यसलाई चाहिँ एकदमै सच्याएर सुनिदिनु होला। फर्स्ट टाइम हो। मेरो नाम चाहिँ प्रमिला, हाउसवाइफ नै हो म। हाल म जापानमा बसोबास गरिरहेको लगभग 13 वर्ष भयो। जापानमा सायद अरू ठाउँमा जस्तो लकडाउनैको स्थिति चाहिँ छैन, गर्न पनि मिल्दैन भन्ने सुन्नमा आएको छ हामीले जति बुझेअनुसार। अरू ठाउँमा त सायद लकडाउन धेरै ठाउँमा भएको छ, नेपालमा पनि छ। र जापानमा चाहिँ हालैलाई चाहिँ लकडाउनको त्यस्तो कुनै स्थिति आएको छैन। सङ्कटकाल त घोषणा गरिएको छ। हामी घरमा नै यसरी बसिरहेकै छौँ डरले। अब यहाँको सरकारले चाहिँ अब सकेसम्म बाहिर ननिस्किनु, घरमै बसेर सुरक्षित हुनु भन्ने जुन हामीलाई सूचना प्रवाह गर्नुभएको छ। त्यसै अनुरूप हामी चाहिँ अहिले घरमा नै छौँ। मेरो 2टा छोराहरू, म। मेरो श्रीमान चाहिँ अलिकति कम्पनीमा एउटा रेस्टुरेन्टमा आबद्ध काम भएकोले काममा गइराख्नु भएको छ। अब जानु पनि पर्यो विदेश जस्तो ठाउँमा। अब सबैजना अब लकडाउन नै भएको भए सायद अब त्यही अनुसारको हुन्थ्यो होला। लकडाउन छैन, त्यसैले अब काममा जानु परिरहेको स्थिति छ। तपाईँहरू पनि सुरक्षित हुनुहुन्छ होला, सुरक्षित रहनुहोस्। यो समय अहिले हामी अब के भन्नु, अब अहिलेको स्थिति भनेको हामी अब सकेसम्म अब जानी त कसैले यो रोग कसैलाई सार्दैन, तर पनि अब हामी आफै सुरक्षित भएर बेला बेलामा घरमै बसे पनि तातो पानी खानु होला। साबुन पानीले बाहिर ननिस्के त्यति त छैन, तर पनि साबुन पानीले यसो हातहरू धोइराख्नु होला। सुरक्षित रहौँ, सुरक्षित अरूलाई पनि सुरक्षित राखौँ, किनभने हामीलाई नै केही भएको छ भने पनि हामीले गर्दा अरूलाई नसरोस्। जापानको एउटा अलिकति रुल चाहिँ त्यसमा पनि अलिकति मिल्न जान्छ, किनभने यिनीहरूले मास्क लगाउँछन् तर आफू सुरक्षित हुनु आफ्नो ठाउँमा छ। यिनीहरूको बढी ध्यान चाहिँ आफूले गर्दा अरूलाई नसरोस् भन्ने यिनीहरूको चाहिँ आफ्नो एउटा सिद्धान्त छ। त्यही हो। अब अरू त मलाई खासै बोल्न आउँदैन, सरी त्यसको लागि, किनभने मेरो फर्स्ट टाइम हो यो भिडियो। अब म घरमा बस्दा एकदमै अब कति सिरियल, कति मुभी, कति के, अब खालि खाना पकाऊ खाऊ, अब बस लाइक बच्चाहरूसँग यताउता गफ गरेर त्यति नै भइरहेको छ अहिलेको हालको दिनचर्या चाहिँ। त्यसमा चाहिँ मैले छोराहरूसँग यसो कुरा गर्दाखेरि चाहिँ छोराहरूले नभए यसो युट्युबमा भिडियो बनाएर राख्नुहोस् न त मम्मी भनेर छोराहरूको सजेसनले, छोराहरू पनि निकै ठुल्ठुलो भइसकेको छ, छोराहरूको सजेसनले चाहिँ म आज एउटा फर्स्ट भिडियो बनाउन गइरहेको छु। राम्रो नराम्रो त मलाई केही पनि थाहा छैन, आई हेभ नो आइडिया, मलाई केही आइडिया पनि छैन। जस्ट छोराहरूको उसले र आफूलाई पनि एउटा रिफ्रेस होस् भन्ने हिसाबले सानो भिडियो राख्न गइरहेको छु। अब सक्नुहुन्छ भने सायद अब यसपछि पनि म भिडियोहरू राख्छु होला। अब तपाईँहरूको रेस्पोन्स कतिको आउँछ, त्यही भएर प्लिज लाइक एन्ड सब्सक्राइब गर्नु होला। राम्रो नराम्रो कमेन्ट पनि गरिदिनु होला। खास त्यस्तै छ अहिलेको समय भन्नु नै त्यही हो। मेन अहिलेको हालको समय भनेको कोरोना नै भयो मेन एउटा टपिक चाहिँ। अरू त त्यस्तै हो खास। तपाईँहरू पनि सन्चै हुनुहुन्छ, आरामै हुनुहुन्छ होला भन्ने कामना गर्दछु। साँच्ची सरी ढिलै भए पनि नयाँ वर्षको चाहिँ धेरै 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 शुभकामना। सायद नयाँ वर्ष अब हुन त यो पालि कोरोनाले गर्दा तपाईँहरूले कसरी मनाउनु भयो थाहा भएन। सायद सुरक्षित भएर घरमै अब सुरक्षित तवरले नै मनाउनु भयो होला भन्ने लाग्दछ, किनभने यो पालिको नयाँ वर्ष हामी बाहिर गएर रमझम गर्ने, पार्टी गर्ने, यताउता गर्ने त्यस्तो टाइपको परिस्थिति थिएन। त्यही भएर सायद तपाईँहरूले घरमै घर परिवारसँगै बसेर मनाउनु भयो होला भन्ने मलाई लागिरहेको छ। यस्तै छ, अब गर्ने चिज गर्नै पर्यो, सुरक्षित हुनै पर्यो। कोरोनाबाट अहिलेको स्थितिमा कोरोनाबाट बस्नै पर्यो।
तपाईँहरूलाई धेरै ढिलै भए पनि धेरैभन्दा धेरै नयाँ वर्षको एकदमै शुभकामना। समय परिस्थितिले जहाँ पुर्याए पनि जिन्दगीको अविरल यात्रामा कहिले ठेस नलागोस्। समय परिस्थितिले जहाँ पुर्याए पनि जिन्दगीको अविरल यात्रामा कहिले ठेस नलागोस्। बाँचुन्जेल नमेटिने गहिरो चोट र घाउ कहिले नलागोस्। ठुलो ठुलो महलको आराम नभए पनि हृदयको खुसी कहिले नटुटोस्। सधैँ हाँसो उमङ्ग लिएर बाँचिरहनु, सधैँ हाँसो उमङ्ग लिएर बाँचिरहनु। फेरि पनि एकपटक नयाँ साल 2077 को तपाईँहरूलाई धेरै धेरै शुभकामना। अब राम्रोसँग मनाउनु होला भन्दा पनि गइसकेको छ। अब जस नयाँ वर्षले चाहिँ अब कोरोनालाई चाहिँ समाप्त पार्ने केही औषधिहरू पनि निकालोस् भन्न चाहन्छु। अब नेपालमा चाहिँ त्यो सम्भव छैन, तर अब अमेरिकातिर अब सायद केही औषधिहरू निस्किन्छ होला, अरू ठाउँतिर भनौँ अब WHO ले पनि केही गर्दैछ, सायद निस्किन्छ होला। ढिलो चाँडो यसको समाधान त भइ नै हाल्छ। नआत्तिनु होला, घरमै बसी सुरक्षित रहनु होला। अब एकदमै कामै परेपछि त जानु पनि पर्यो। अब आफ्नो काम गर्नुपर्ने ठाउँमा गर्नै पनि पर्यो, नगरिकन त त्यति सम्भव पनि छैन। त्यही हो, अरू त के भन्नु र, खै मेरो त्यही छ। अब म पनि घरमा बस्दा एकदमै के गरौँ कसो गरौँ, कहिलेकाहीँ त्यही दिमागले पनि काम गर्दैन, स्थिति पनि त्यस्तै छ। त्यही भएर सायद अब म लगातार मिलेमा 2-3 दिन चाहिँ लगातार भिडियो बनाउँछु होला। के कस्तो हुन्छ तपाईँहरूले प्लिज कमेन्ट गरिदिनु होला। कस्तो के अब भनिदिनु होला कस्तो टाइपको भिडियो राख्नु। जे जस्तो जानेको, मलाई कम्प्युटर सम्बन्धी मलाई यताउता केही आइडिया छैन। आई हेभ नो आइडिया है। सबै मैले छोराहरूको साथमा गर्ने, छोराहरूको सहयोगबाट गर्ने हो। मतलब भर्खर स्टार्ट गर्छु। पहिला जुन पढेको थिएँ, यताउता गरेको थिएँ, त्यो चाहिँ मैले अब लगभग आइसकेछ यो उमेरमा आउँदाखेरि चाहिँ। अब त्यही भएको भएर अहिलेलाई चाहिँ मलाई त्यस्तो केही आइडिया छैन। तर पनि अब बस्दै जाँदा छोराहरूले गर्नु न त, हामी यताउता हेल्प गरिहाल्छौँ नि मम्मी भनेको भएर एउटा यसो जमर्को गर्दैछु। हाँसो पनि लाग्छ कहिलेकाहीँ, कस्तो इच्छा जाग्यो यो मनमा भन्ने हाँसो पनि लाग्छ सम्झिँदाखेरि। तर केही काम आफूले चाहेर गर्न चाह्यो भने उमेरले छेक्दैन, होइन र? मलाई चाहिँ त्यस्तै लाग्छ। उमेर नै सबै थोक होइन, बल नहोला, शक्ति नहोला, तर दिमाग एउटै हो। आफ्नो गर्नुपर्ने दिमाग उस्तै हो। प्लस आफूलाई गर्न इच्छा भएपछि त्यस्तै हो, गर्ने इच्छा भएपछि गर्न सकिन्छ। गर्न त केही पनि गरिरहेको छुइनँ, फर्स्ट भिडियो त्यही पनि आफूलाई हाँसो पनि लाग्छ। हस्, थ्याङ्क यू। मेरो फर्स्ट भिडियो यति नै। हेरिदिनु होला, साथ सहयोग गरिदिनु होला। केही नयाँ कुरा राख्न पाऊँ, कमेन्टमा केही यताउता छ भने बनाइदिनु होला, कमेन्टहरू गरिदिनु होला। फर्स्ट भएकोले अरू त के भन्नु, मैले पनि आफूले जानेको जे जति, हाउसवाइफ भएको कारणले जे जति जानेको सक्दो, भित्रै बाहिरी संसारको मलाई त्यति थाहा नहोला, तर जे जति जानेको छु, बुझेको छु, त्यो चाहिँ तपाईँहरूलाई बुझाउने प्रयास गर्नेछु, कोसिस हल्का त्यस्तै है। हस्, थ्याङ्क यू सो मच। एन्ड एकचोटि जसरी भए पनि लाइक एन्ड सब्सक्राइब चाहिँ गरिदिनु होला, प्लिज। हेलो साथीहरू, नमस्ते, शुभ दिन। त्यस्तो डिस्टर्ब भयो। हेलो, नमस्ते साथीहरू, म प्रमिला।